of all, congratulations to you all for your written examination. अहिले यो नेपाल पुलिसको इन्स्पेक्टर भाइ बहिनीहरूले लोक सेवाको रिटन एक्जाम पास गरेर कम्पिटेन्सी टेस्ट भनेर लास्ट 2 इयर्सदेखि हजुरको यो सेकेन्ड ब्याच अहिले प्रेजेन्टेसन र अर्को इभिडेन्स बेस्ड इन्टरभ्यू भनेर राखेको छ। त्यसको लागि चाहिँ आज विशेष यो डिक्यानले आयोजना गरेको भलुन्टरी बेस च्यारिटेबल सर्भिस ओरिएन्टेड बेस सेसनमा सम्पूर्णलाई स्वागत छ। आज हाम्रो रेस्पेक्टेड पर्सनालिटीहरू होइसिन्छ भाइ बहिनीहरूको रोल मोडल पर्सनालिटी होम रक्षा र गृह सचिव फर्मर सेक्रेटरी आत्माराम पाण्डे सर होइसिन्छ। एनआइडी चिफ देवराम शर्मा सर होइसिन्छ। फर्मर एम्बेसडर फर्मर ब्रिगेडियर जेनरल भरतबहादुर रायमाझी सर होइसिन्छ। नेपाल पुलिसको आईओ अफिसर डिआइजी फर्मर डिआइजी कमल जीटी सर होइसिन्छ। निकै लामो समयदेखि भाइ बहिनीहरू जस्तै हजारौँ युवाहरूलाई रिक्रुट गर्दै विभिन्न सङ्घ संस्थामा एज अ रिसोर्स पर्सनको रूपमा लोकसेवाको रहेर नेपाललाई धेरै कन्ट्रिब्युट गरिरहेको छ। आज उहाँहरूको यहाँ उपस्थिति हाम्रो लागि एकदमै सुवर्ण अवसर हो। मलाई लाग्छ भाइ बहिनीहरूले धेरै कुरा उहाँहरूबाट सिक्न पाउनुहुनेछ। सो उहाँलाई स्वागत गर्दै यो सेसन ढिला नगरिकन सुरु गर्न थ्याङ्क यू। फेरि सर सबैलाई मेरो धन्यवाद सलाम अनि सबै विद्यार्थीहरूलाई धेरै धेरै शुभकामना। आजको मोटामोटी यहाँलाई त थाहा भइसक्यो इन्टरभ्यूको लागि यहाँ सिलेक्ट हुनुभएको छ। यहाँले लिखित परीक्षा सबै उत्तीर्ण गरिसक्नुभयो। अब इन्टरभ्यू भनिन्छ भन्दाखेरि त्यसमा 2टा पार्ट छ। यहाँलाई थाहा छ सबै कुरा दोहोऱ्याउनु पर्ने प्रेजेन्टेसन यहाँको प्रेजेन्टेसन लगभग बढीमा 5 मिनटको प्रेजेन्टेसन हुन्छ। त्यसको लागि चाहिँ यहाँहरूलाई बोलाएर यस्तै गरी प्यानलले बसेर यहाँलाई कुनै टपिक दिन्छ एउटा कुनै कतिवटामा कहीँ टपिक राखिदिन्छ। यहाँले टपिक टिप्ने 4-5 मिनट प्रिपेयर गर्ने त्यो टपिकको बारेमा त्यसपछि गएर बोल्ने। तपाईँलाई जति टाइम दिएको छ त्यो टाइमको पुरै सदुपयोग गर्ने एउटा 10 मिनटको के अरे 10 मार्क्सको प्रेजेन्टेसन भयो। त्यसपछि इभिडेन्स बेस्ड इन्टरभ्यू अहिले यो दोस्रो ब्याच हो। यहाँहरू योभन्दा अघिल्लो पटकदेखि सुरु भएको। सायद म अस्ति चाणक्यमा पनि गएको थिएँ। कोही चाणक्यको यहाँ हुनुहुन्छ? त्यसरी अब म उहाँहरूलाई थाहा पनि भइसक्यो त्यही कुरा नबोल्ने। यो इभिडेन्स बेस्ड इन्टरभ्यू चाहिँ पहिला सरसर्ती इन्टरभ्यू सदरमाथाको चाहिँ कति हो, महेन्द्र राजमार्ग कति लामो छ, यस्तो इन्टरभ्यू समस्या जिके आइक्यू टाइप्स अफ क्वेसन सोधिन्थ्यो भने अब चाहिँ ठ्याक्कै हामीले फिल्डमा काम गर्दाखेरि अर्गनाइजेसनमा काम गर्दाखेरि के चिजहरू चाहिन्छ त भनेर त्यही चिज यहाँहरूबाट बोल्न लगाइन्छ, सोधिन्छ अनि यहाँहरूले त्यही कुरा गर्नुहुन्छ। त्यसमा खास गरेर इभिडेन्स बेस्ड इन्टरभ्यू चाहिँ यो युएनको मोडल हो। युएनले चाहिँ कोफी अन्नान पहिला संस्था सङ्घको महासचिव हुँदाखेरि 2004-06-07 उहाँले यो मोडल ल्याउनु भएको। त्यसपछि बिस्तारै अरू धेरै देशहरूले पनि यसलाई बेस्ट प्र्याक्टिसेसको रूपमा लागू गरेका छन्। नेपाल प्रहरीले पनि यो उनीहरूकै मोडल चाहिँ सुरु गरेको छ। अब के हुन्छ त भनेर म भनिहाल्छु त्यसपछि अनि हामी फटाफट प्र्याक्टिस सुरु गर्ने होइन। यसमा हामी टाइम खर्च नगरौँ। जस्तै इभिडेन्स बेस्ड इन्टरभ्यूको कुरा गरौँ। पहिला इभिडेन्स बेस्ड इन्टरभ्यूमा 8वटा जति पोइन्टहरू यहाँले सम्झिनुपर्छ। 8वटा जति पोइन्टहरू के भने पहिला कुरा प्रोफेसनलिजम भनेर एउटा शब्द सम्झिनु पऱ्यो। प्रोफेसनलिजम भन्ने के भने पनि यहाँले बुझिहाल्नुहुन्छ। जस्तै म पुलिसको अफिसर भएँ भनेदेखि मैले ऐन कानुनको हुबहु पालना गर्ने पद्धति, नियम कानुनमा चल्ने होइन, टाइममा चल्ने अनि आफ्नो तलको स्टाफहरूलाई चाहिँ मोटिभेट गर्ने यी कुराहरू प्रोफेसनलिजमभित्र पर्छन्। यति बुझ्नुभयो भइहाल्यो। इन्टिग्रिटी शब्द यहाँलाई थाहा छँदैछ। इन्टिग्रिटी फल्न मान्छे बडो इन्टिग्रिटी भएको मान्छे हो। आत्माराम सर बडो इन्टिग्रिटी भएको मान्छे हो। देवराम सर भरत सर भन्नुको अर्थ के हो भने उहाँले अनेस्टी लोयल्टी जस्ता जुन शब्द हामी प्रयोग गर्छौँ ती चिजलाई उहाँले एकदम व्यवहारमै उतार्ने मान्छे हो भन्नु खोजेको। उहाँले घुस खानुहुन्न, भ्रष्टाचार गर्नुहुन्न भन्नु खोजेको। इन्टिग्रिटी भनेको के हो भने
आफूलाई तोकिएको काम अनि त्यसमा पुरा दिलचस्पीले गर्ने भन्न खोजेको त्यसमा कति पनि दाहिने बायाँ नहिल्ने अथवा आफ्नो स्वविवेक प्रयोग गरेर मनपरी नगर्ने त्यहाँ पनि ऐन कानुनको पालना गर्ने भन्न खोजिएको। लिडरसिप क्वालिटी यहाँले बुझिहाल्नुहुन्छ। लिडरसिप क्वालिटी भनेको अप्ठ्यारो गाह्रो साह्रो पर्दाखेरि तपाईँले कसरी समूहलाई लिड गर्नुहुन्छ, आफ्नो मातहतलाई लिड गर्नुहुन्छ भनेर भइहाल्यो। अनि अब क्लाइन्ट ओरिएन्टेसन भन्छ, कसरी चाहिँ यसलाई पब्लिक ओरिएन्टेसन भन्ला, जे भनेको पनि त्यही हो। क्लाइन्ट ओरिएन्टेसन भनेको जो तपाईँले सेवा दिने मान्छे हो, तपाईँकोमा आउँछ, तपाईँले कसरी कुरा सुन्नुहुन्छ, उसको धैर्यतापूर्वक सुन्नुहुन्छ, उसलाई ड्यु रेस्पेक्ट गर्नुहुन्छ र उसलाई कसरी उसले चाहेको कुरा फुलफिल गरेर पुरा गरेर खुसीका साथ पुरा गर्नुहुन्छ भन्न खोजेको। पुलिसमा कहिलेकाहीँ मुस्कान सहितको प्रहरी भन्ने या यस्तै केही खालका नाराहरू स्लोगनहरू हुन्छ, त्यो भनेको पनि हामीले क्लाइन्ट ओरिएन्टेसन भन्न खोजेको। क्लाइन्टले के चिज मान्न आएको छ, उसलाई रुल कुन कानुन अन्तर्गत उसलाई हामीले के सेवा दिनुपर्ने हो त्यो ठिकसित दिनु अथवा उसलाई सन्तुष्ट पार्नु भन्न खोजेको। अब यस्तै यस्तै कुराहरू 7-8 कुराहरू तपाईँहरूलाई सोधिन्छ। अहिले अब धेरै टाइम नलिकन यहाँहरूले चाहिँ 2टा जति हामीले तपाईँहरूलाई टपिक्स बनाइदिन्छ। राइन सर, एक टपिक अध्यक्ष हामीले सुरुमा 2टा जति त्यस्तो सुरु गर्ने पहिला प्रेजेन्टेसन गराउँदाखेरि बाहिर गएर टपिक दिएर तपाईँ तयार गर्नुहोस् होइन, त्यसपछि तयार भएर आउनुहुन्छ, त्यसपछि अरूजना साइलेन्ट गर्नुहुन्छ, बोल्नुहुन्छ, उहाँले बोलेको हामी मार्ग सर। अब हामीले हाम्रो मोडालिटी चाहिँ सरलाई थाहा छँदैछ र सरले त धेरैचोटि यहाँ सिटहरू बनाइदिनु भएको छ, केही टपिक्सहरू बनाइदिनु भएको छ, उहाँले सरले राय गरेर बाहिर पठाउनुहुन्छ। कोही भोलिन्टियर हुन चाहनुहुन्छ, म प्रेजेन्टेसनमा भाग लिन्छु भन्ने कोही छानेको छ छैन? तपाईँहरू कोही भोलिन्टियर गर्न चाहनुहुन्छ? म सर, म यो रोल मोडलको रूपमा काम गर्छु, म प्रेजेन्टेसनमा हामी के अरे सहभागी हुन्छु भन्ने। थ्याङ्क यू, धेरै धेरै धन्यवाद, धेरै धन्यवाद। पहिला यहाँ भाइले हात उठाउनु पर्यो, त्यसैले अब यहाँ धेरैजना भएपछि एउटा रुख त बनाउनु पऱ्यो नि। जसले पहिला उठायो उहाँलाई स्लिप दियो, आउनु त्यहाँबाट स्लिप दिनु अनि बाहिर जानु। तपाईँलाई 4 मिनटको टाइम नदेखाउनु होला, आफै राख्नु होला। अनि त्यो विषयमा तपाईँले 4 मिनटमा प्रेजेन्टेसन गर्ने तयारी गरेर बस्नु होला। अनि तपाईँलाई आउनुहोस् भनेपछि आउनु होला। अनि तपाईँले टाइम हजुर होइन त्यो ठाउँमा बसेर तपाईँलाई एउटा चेयर चाहिँ ओके, तपाईँलाई बसेरै कुरा गर्नु होला, उभिएर गर्नु। ओके सर, अब अहिले हामीलाई 3-4 मिनट फुर्सद छ। अनि हजुरहरूले भरत सर, हजुरबाट केही स्टुडेन्ट्सलाई केही कुरा भनिदिने पाएदेखि अन्तर्वार्ता किन भनिन्छ भने एउटा चाहिँ भित्र बसेर गर्ने वार्ता भन्दा तपाईँसँग अन्तर्मनमा तपाईँभित्र के छ कसो छ त्यो टिकाउ गर्ने चाहिँ इन्टरभ्यूको समय बढी भयो, आधा घन्टा। अब ठुलो माथिल्लो लेभलको धेरै प्रेजेन्टेसन गर्नु नत्र अब फेरि जस्तो लोकसेवा आयो कि ग्रुपहरू बाँडेर यतिसम्म सक्ने गर्नु भन्दाखेरि कहिले 20 जना मिनिमम 10 जना जति हुन्छ। त्यसले गर्दाखेरि उनीहरूको टाइम बाँडी आउँछ। टाइम बाँड्नु त्यहाँ अहिलेसम्म त्यस्तो छैन। अब म त अलिक धेरै पहिले हो, म जाने अब पुलिस कम्पिटिसनबाट म आएको साबुनमा भन्दा धेरै पछि म 2032 सालमा लोकसेवाबाट त्यसै काम गरेँ। त्यति बेला पुरा अहिलेको चाहिँ ट्रेन धेरै चेन्ज छ।
हामी चाहिँ के भनेदेखि उहाँसँग इन्ट्रेक्सन गर्ने, यहाँ आउने, अरू कुराहरू कहिलेकाहीँ लोकसेवाको बोलायो भने एक्सपर्टिज रूपमा बोलाउँछ। त्यस कारण जाने कुनै संस्थामा हुँदाखेरि विभिन्न संस्थाहरू छन् यसो बोलाउँछ कहिलेकाहीँ, कहिले भूमिबाट विज्ञहरू हुनु भन्छ अन्त त्यही ढङ्गले बोलाइन्छ। त्यहाँको प्र्याक्टिस हेर्दाखेरि अब पहिले लोकसेवाको सदस्य अध्यक्ष हुनुहुन्छ, त्यसपछि गृह सचिव, बोर्ड छ, त्यसपछि अब आई साहब, एआई साहब, एकजनाको समूह हुन्छ। त्यसमा अहिले लोकसेवाको पालना हुनुहुन्छ र को त्यहाँ को पर्नु थाहा छ, इन्टेलिजेन्स उहाँसँग लास्ट भेट लाग्नु। त्यसले गर्दाखेरि अब त्यहाँ जाँदाखेरि आफ्नो अब कसरी प्रस्तुत हुने भन्ने कुरालाई सुरुदेखि फर्स्ट इम्प्रेसन द लास्ट इम्प्रेसन अब जाँदाखेरि लास्ट प्रवेश गर्दाखेरि सबै लेडिज जेन्ट्स दुवै उहाँले प्रवेश गर्दाखेरि कसरी प्रवेश गर्ने, भित्र गएर कसरी जाने, उहाँलाई अभिवादन गर्ने, बसमा चाहिँ बसमा के गर्ने, यी कुराहरू सबै उहाँले जानिसक्नु भएको छ। त्यहाँदेखि पार्ट अफ दि डिसिप्लिन यति बेसी भन्नु मन छ। त्यसपछि अब जाने बेलामा जाने हामीले सोधेर जाने, न्यायिक कमिसनरले आउन सक्छ सर अभिवादन गऱ्यो, सबैलाई सामूहिक अभिवादन गऱ्यो। त्यसपछि खास गरी लोकसेवाबाट आउँदाखेरि उहाँले चाहिँ तपाईँलाई पहिले सुरुमा बस्नुभन्दा उहाँले भन्नुहुन्छ लोकसेवा जो जानुहुन्छ अध्यक्ष उहाँले चाहिँ एउटा बस्नुहोस् भन्नुहुन्छ, चेयर गर्नुहुन्छ। त्यसमा बसेपछि आफू बस्ने, क्वेसन सुनिन्छ। क्वेसन कहिले लोकसेवाबाट सुरु हुन्छ, उहाँले लोकसेवाबाट सुरु गर्दाखेरि तपाईँले आफ्नो नीति लाग्छ। इङ्ग्लिसमा पनि गर्नु सक्नुहुन्छ, इङ्ग्लिसमा सोध्नुभयो भने इङ्ग्लिसबाट तपाईँले जवाब दिनुहोस्, नेपालीमा सोध्नुभयो भने नेपालीबाट जवाब दिनुहोस्। त्यसमा तपाईँले ग्रामटिकल मिस्टेक होला यो होला भन्ने अनुभव थाल्नुभयो भने तपाईँको चाहिँ प्रेजेन्टेसन कम्प्लिट हुन जान्छ। त्यस कारण डोन्ट केयर अबाउट द ग्रामेटिकल मिस्टेक्स है। त्यो कहिले काहीँ हुन्छ, सबै विद्यालय हुँदैन है। कम्युनिकेट भाषा कम्युनिकेट गर्ने सकेसम्म शुद्ध बोल्नु हो। शुद्ध बोल्दा कहिले काहीँ जाने उहाँहरू पनि हुन्छ, कहिले कुनै शब्द छुट्छ सर्ट भाषालाई बढी ध्यान दिनु बिग्रियो भन्नु थाल्छ भने त्यसले चाहिँ अहिले समस्या सिर्जना गर्छ, टाइम लस हुन्छ। त्यो नगर्नु होला। त्यसपछि अब सोध्ने मालिकहरू सोध्ने हुन्छ। सोध्ने क्रममा अब सबैलाई यस्तै हुन्छ, त्यसमा नम्बर गाडी हुन्छ। पूर्णाङ्क प्रतिशत पूर्णाङ्क अनुसार म्याक्सिमम 70%, मिनिमम 40%, 40% नम्बर दिनुपर्छ। 40% दिनलाई चाहिँ उनीहरूले अब एक्सप्लानेसन देखाउनुहुन्छ व्यक्तित्वमा। 70भन्दा माथि दिनु भने उहाँको एक्स्ट्रा अभिलेख छ भने के कारण एक्स्ट्रा छ 70 र 40 मिटर नम्बर दिने हो नि। त्यहाँदेखि कसै सबैको छुट्टा छुट्टी पाइने हुन्छ, कसैले सल्लाह गर्दैन, त्यहाँ नम्बरिङ पनि त्यहाँ हुन्छ, नाम सबै त्यहाँ हुन्छ। त्यसै कारण उहाँहरूले पछिबाट मात्रै क्यालकुलेट गर्नुहुन्छ। उठिसकेपछि लोकसेवामा गएर क्यालकुलेट हुन्छ, त्यहाँ पनि हुँदैन। कसले कति नम्बर दियो भने पनि थाहा हुँदैन। र कुनै अब त्यहाँ लोकसेवामा त्यहाँ आउने अध्यक्षज्यू या कुनै छ भने आफ्नो नाम थाहा छ भने उहाँ त्यो नातेदार त्यहाँ बस्नु हुँदैन, अर्को मान्छे हुन्छ। उहाँले त्यो याद गर्नुहुँदा कोही छ कि छैन भन्ने कुरा नभन्दा पनि हुन्छ। उहाँहरूले कोही छ भने चाहिँ आफै याद गर्नुहुन्छ। अब यो सरस्वती त्यो कुराहरूको अब क्वेसन सोध्ने कुरा त हामी जस्तो हिसाबले भनिसक्नुभयो कि प्रोफेसनलिजम बारेमा। प्रोफेसनलिजमको बारेमा के भनेदेखि तपाईँ पुरै सर्भिसमा आउनु थाल्नु भएको छ, सेल्फ मोटिभेटेड भएर आउनुभयो कि या कुनै चाहनु देखेर मात्रै आउनुभयो कि या पुलिस सर्भिसले पुलिसमा प्रवेश गरेपछि त्यो राष्ट्रको लागि म यसरी सेवा गर्छु भनेर तपाईँले आफ्नो क्यारियर त्यसै डेडिकेट गर्छु भन्दा आउनु। कोही जाने अब आउनु पछि गएर जाने प्रशिक्षण हुने त्यहाँको जाने अब ट्रेनिङ यी सबै त्यसको जुन अलि हार्ड लेभल त्यहाँभित्र जाने ट्रेनिङमा जुन हुन्छ त्यो देखेर भाग्ने। त्यसरी चाहिँ यस्तो तपाईँ यस्तो त्यहाँ आउनु सक्यो नजानसम्म। त्यहाँ गइसकेपछि तपाईँलाई एउटा हल्ला गरेर एउटा सिपाहीले तपाईँलाई तल भनेर बोलाउनेदेखि गाली गर्छ, घोप्रो पार्छ, चक्रो
कुदाउँछ अलिकति हुन्छ यी सबै चिज तपाईँहरू त्यहाँ म सहन्छु त्यो इन्डुरेन्स पावर म बढाउँछु भन्नाले उनीहरू सिकाउने भने तपाईँहरूलाई चाहिँ पोख्त अफिसर बनाउने अफिसर आएर तपाईँहरूलाई चाहिँ ट्रेनिङ गराउने कुरा पनि हुँदैन माइन्ड ट्रेनिङ गर्दाखेरि यसरी जान्छु भन्दा आफू मोटिभेट सेल्फ मोटिभेट भएर जानुभयो भने तपाईँलाई पछि जब सेटिस्फ्याक्सन यसरी हुन्छ म तपाईँलाई गइसकेपछि बेकार आइएछ अरू पनि मिजाले गएको भए अहिले कर्पोरेट हाउसतिर गएको भए पैसा पनि धेरै छ यहाँ चाहिँ अब देखिहाल्नु भएको छ बाहिर कति जग्गा कति भएको छ कति मान्छे सादा प्राप्त भएको छ विगत 10 वर्ष गर्नु हेर्नुभयो भने हामी भने करिब करिब जुदा सहिदहरू हुन्छ त्यसले गर्दाखेरि जाँदाखेरि तपाईँहरूले आत्मा बलियो बनाएर जाने जाँदाखेरि अघिल्लो दिनदेखि है तपाईँहरू जाने यतिसम्म पढ्नु भएको छ म यो कहाँबाट क्वेसन आउँदा मैले के सोध्दा भने तपाईँ त्यो स्टेजमा हुनुहुन्छ अब सादा चाहिँ तपाईँहरू एकदम पुरा दिँदा सुन्ने फ्रेस हुने बढी टेन्सन नलिने है बढी साथीभाइहरूसँग त्यसरी 1.5 आवरसम्म नबस्ने ड्रिङ्क्स नगर्ने है त्यसपछि अर्को दिन जाँदाखेरि तपाईँको माइन्ड फ्रेस हुन्छ त्यसपछि गएर तपाईँलाई वाकिङ गर्ने क्रममा तपाईँलाई पहिले त जाँदाखेरि जग्गा पनि सङ्कोच हुन्छ तर एकैछिन वातावरण उहाँहरूले नै एउटा प्लजेबल वातावरण बनाइदिनुहुन्छ है त्यति बेला जाने तपाईँहरूलाई सजिलो हुन्छ है उहाँहरूले कहिले जाने बित्तिकै ह्यास गर्ने यसो कहिले जस्तो यो यसलाई कहिलेदेखि अलिक डोमिनेट गर्नुपर्छ साइकोलोजिकली त्यसपछि कस्तो हुँदैछ भन्ने बिचबिचमा हुन्छ तपाईँहरूको टेस्ट गर्दाखेरि अहिले टेस्ट कति छ के छ हेर्दाखेरि तर तपाईँहरूलाई डिमोरलाइज गर्ने हिसाबले हुँदैन वातावरण अनुकूल पारेर तपाईँहरूसँग भित्र भएको सुन्न चाहेको कुरा सकेसम्म बाहिर आएको तपाईँहरू भन्ने बनाउनु बनोस् भन्ने हिसाबले गरिन्छ त्यसैमा पनि तपाईँहरू होला हामी जस्तै क्वेसन फरकबाट हुनसक्छ हामी त्यो जस्ट लर्निङ मोडल मात्रै हो त्यो अभ्यास हो त्यो अभ्यासले तपाईँहरूलाई स्वभाव पुऱ्याउँछ भन्दा उहाँहरूले हाम्रो कुरो मान्दै आयो मलाई अब शुभकामना त छँदैछ सुरु गर्नु थ्याङ्क यू सर एउटा अर्को भोलिन्टियर आउनु त लेडिजलाई बोला उताबाट आउनु नि तपाईँ आउनुहोस् तपाईँले एउटा लिनुहोस् अनि तपाईँ 4 मिनट बाहिर प्रिपेयर गरेर बस्नु होला है ठिक छ अब नेक्स्ट पार्टिसिपेन्टलाई बोलाइदिनु के वर्क हुन्छ टाइमिङ हुन्छ 1 मिनट अगाडि 1 मिनट अगाडि तपाईँलाई 1 मिनट अगाडि त्यो बेल बज्छ बेल बजेपछि मलाई 1 मिनटमा मेरो समर गर्ने टाइम छ है भन्ने सम्झिनु होला तपाईँलाई दिएको टाइम चाहिँ 4 मिनट हो 4 मिनट बोल्ने हो तपाईँ अनि 4 मिनटभन्दा अगाडि 3 मिनटमा घन्टी बज्छ अनि हामीले केही क्लोजिङ गर्ने क्लोजिङ रिमार्क्स भन्छ नि हाम्रो केही कुरा गर्ने काम गर्नु होला तयार हुनुहुन्छ पार्टिसिपेन्ट्सहरू रेडी जय नेपाल म विवेक घिमिरे घर ललितपुर हाल नेपाल प्रहरीमा प्रहरी सहायक निरीक्षक रूपमा 5 वर्षदेखि सेवा गर्दै आइरहेको छु आजको मेरो यस प्रेजेन्टेसनमा टपिक रहेको छ उपत्यका काठमाडौँको फोहोर व्यवस्थापन निश्चित नै पहिलो कुरा त फोहोरलाई फोहोरको रूपमा नहेरेर हामीले मोहरको रूपमा हेर्नुपर्दछ फोहोर भन्नाले जैविक वा अजैविक चिज वस्तुहरूको थुप्रिनुलाई नै फोहोरको रूपमा हेरिन्छ र चल्दो बल्दो काठमाडौँको फोहोर व्यवस्थापनको इस्यु पनि रहेको छ यसमा हामीले कसरी फोहोर व्यवस्थापन गर्न सकिन्छ भने यो फोहोर व्यवस्थापन राज्यका विभिन्न निकायको अथवा नागरिकको आफ्नै भूमिका रहन्छन् हामीले हाम्रो घरमा आएको फोहोर प्रत्येकले आफै व्यवस्थापन गर्ने हो भने यो फोहोरको ठुलो इस्यु रहँदैन हामीले कुहिने फोहोरहरूलाई छुट्टै सेपरेटली राख्ने नकुहिने फोहोरहरूलाई सेपरेटली राख्ने र कुहिने फोहोरहरूलाई विभिन्न क्षेत्रहरूमा चाहिँ बिक्री वितरण गर्न पनि सकिन्छ त्यस्ता क्षेत्रहरूबाट आर्थिक आर्जन गर्ने र जति पनि नकुहिने फोहोरहरूलाई आर्थिक आर्जन गर्ने कुहिने फोहोरहरूलाई पनि मलको रूपमा निर्माण गरेर अन्य कुराहरूमा चाहिँ निर्माण गरेर आफ्नो खेतबारीमा प्रयोग गरेर पनि यो फोहोरहरूको चाहिँ प्रयोग गर्न सकिन्छ यसबाट आर्थिक आर्जन गर्न सकिन्छ र हामीले फोहोरहरूलाई चाहिँ अव्यवस्थित तरिकाले नफालेर यदि कुनै ठाउँमा हामीले फोहोर राज्यले उठाउन सकेन वा कतैबाट व्यवस्थित हुन सकेन भने हामी सडकहरूमा चाहिँ फालिदिन्छौँ यो गर्नाले चाहिँ हामीलाई महामारी फैलिने विभिन्न अरू रोगहरू हुने सहज रूपमा मानव जीवन यापन गर्न नसक्ने खालको चाहिँ परिस्थितिहरू सिर्जना हुन्छ
यसका निमित्त राज्य पक्षले निश्चित रणनीतिहरू निर्माण गर्ने अहिले त सङ्घ स्थानीय प्रदेश स्थानीय तह गरेर जुन राज्य संरचना छ सबैले प्रत्येक क्षेत्रले राज्यले रणनीति बनाउने प्रदेशहरूले त्यसका कार्यान्वयन गर्ने त्यसमा सब रणनीतिहरू बनाउने त्यसपछि स्थानीय तहले कार्यान्वयन गर्ने वडा क्षेत्रबाट वडा हुँदै विभिन्न घर घरबाट नै यसको व्यवस्थापन गर्ने रणनीति लिने हो भने यो फोहोर व्यवस्थापन गर्न सहज नै सकिन्छ र राज्यले निश्चित तोकिएका क्षेत्रहरू हाम्रो काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनका निमित्त बन्जरे डाँडा सिस्टोल क्षेत्रहरू छ त्यो क्षेत्रहरूमा डम्पिङ साइटहरूलाई थप व्यवस्थित बनाउने आधुनिक बनाउने त्यहाँ रहेका जनमानसहरूलाई असर नपर्ने खालको त्यो फोहोरको कारणले भोलि उपत्यकामा सम्म असर नपर्ने खालको त्यो व्यवस्थापन गर्ने हो भने यो फोहोर व्यवस्थापन सहजै गर्न सकिन्छ यसका लागि नेपाल प्रहरीले पनि जुन फोहोर व्यवस्थापनका निमित्त लिखित निकायहरूसँग समन्वय र सहकार्य गरेर अगाडि बढ्न सक्छ त्यससँग त्यसका प्रशिक्षुबाट स्थापना हुन सक्ने शान्ति सुरक्षा जस्ता चुनौती क्षेत्रहरूमा पनि हामीले योगदान दिएर त्यसमा पनि प्रत्यक्ष अप्रत्यक्ष रूपमा चाहिँ फोहोर व्यवस्थापनका निमित्त चाहिँ योगदान गर्न सकिन्छ अहिलेको आधुनिक समयमा अन्तर्राष्ट्रिय क्षेत्रले कसरी फोहोर व्यवस्थापन गरेको छ त के छ कस्तो छ भनेर त्यसबारेमा रिसर्च गर्न छुट्टै एउटा कमिटी खडा गरेर त्यो प्रविधि चाहिँ नेपालमा भित्राउन कस्तो खालको चाहिँ आर्थिक भार पर्छ के गर्न सकिन्छ कहाँबाट छुटाउन सकिन्छ कसरी गर्न सकिन्छ यो खालको रणनीतिबाट सोच्ने हो भने पनि अनि सबै स्थानीय तहहरूमा चाहिँ यो खालको प्रविधि भित्रायो भने हामीले जस्तै फोहोरहरूबाट इँटाहरू बनाउन सकिने ठुलो चाहिँ मलहरू निर्माण गर्न सकिने यस्ता स्रोतहरू प्लास्टिकहरू रियुज गर्न सकिने भएकोले यसलाई थप व्यवस्थित गर्न चाहिँ केही लामो समय लागेर पनि यसमा छुट्टै रिसर्च बेस्ड कमिटी गर्नुपर्छ यसका अलावा हामीले राज्यका सबै नागरिकहरू फोहोर चाहिँ हाम्रो लागि हानिकारक छ यसलाई चाहिँ थप हामीले व्यवस्थित गर्नुपर्छ यसलाई चाहिँ रियुज गर्नुपर्छ यसलाई चाहिँ कसरी व्यवस्थापन गर्नुपर्छ भन्ने कुरा सचेत हुने हो भने फोहोर एउटा चाहिँ समस्या नभएर यो चाहिँ एउटा अवसरको रूपमा लिइन्छ फोहोर नभएर मोहरको रूपमा हेर्न सकिन्छ भन्ने निष्कर्ष राख्दै मेरो चाहिँ 2 शब्द मेरो प्रेजेन्टेसन यहीँ अन्त्य गर्न चाहन्छु धन्यवाद जय नेपाल अब तपाईँलाई 1 मिनट टाइम कसरी कुरा गर्नु होला तपाईँलाई आफ्नो प्रेजेन्टेसन कस्तो लाग्यो त्यो भनिदिनुहोस् त हामीलाई अब मैले के गर्छु भने तपाईँलाई के असुविधा भयो अथवा मैले जे सोचेको थिएँ त्यही भयो कि भएन हामीलाई सुनाउनु त कस्तो हो भने चाहिँ अब अलिअलि बोल्ने प्र्याक्टिस त हुँदैछ जे सोचेको थियो त्यो चाहिँ मैले सकेसम्म भने तर टाइम अलिक कम भयो जस्तो लाग्यो त्यो त अब त्यो कुरै भएन तर कोही कुराहरू अलिक धेरै रिपिट भयो कि जस्तो लाग्यो धेरै कुराहरू रिपिटेसन भयो कि थोरै आफूलाई प्रेजेन्टेसन थोरै जाने यो नेताहरूले अलिकति हावभाव त्यो चाहिँ अलिक हामी यो के हुन्छ भनेदेखि पुलिस अफिसरहरूले प्रेजेन्टेसन गर्ने भोलि त्यहाँ गएर अलिकति गर्दा अलिक थोरै तपाईँको हावभाव हातमा गर्ने यी कुराहरू क्लास नेतागिरी हुन्छ स्टेटहरूलाई गर्दाखेरि र अन्य कुराहरू गर्दाखेरि अलिकति बढी त्यसलाई थोरै बडी ल्याङ्ग्वेजलाई अनि अलिक कन्ट्रोल गर्नुपर्ने हुन्छ एउटा चाहिँ फोहोर मोहर भन्ने यहाँ भोलि त्यहाँ पनि पर्न सक्छ यो अलिक लिमिटेसन बोर्ड लिमिटेसन त्यसमा हुन्छ र मोहर कसरी गर्ने हुँदैन यसलाई विकट कन्भर्ट इन क्यास भन्ने कुरालाई यसलाई हामी गर्न सक्छौँ एउटै शब्द भन्नु भएन शब्दलाई केही शब्द भन्नुपर्ने छ भनेदेखि त्यसलाई अलिकति अरू वैकल्पिक शब्दहरू युज गर्नुभयो भने अलिक सोध्ने र सुन्दर सजिलो हुन्छ आफूले आफूले तपाईँले रिलाइज गर्नुभयो रिपिटेसन भयो कि कोडहरू रिपिटेसनले हामीले भन्दा रहेछ सर 1-2 शब्दमा भाइलाई अथवा अन्य अलिक जेनरलाइज भयो क्या अलिकति के हुन्छ भने तपाईँले त अब समय थोरै हुन्छ थोरै के विषयमा बोल्नुहुन्छ त्यसको एउटा जेनरल इन्ट्रोडक्सन जस्तो विषय तपाईँ टु द पोइन्ट जानुभयो भने जस्तै एभ्रिथिङ जस्तो किसिमले जानुभयो भने अलिक राम्रो हुन्छ क्या किन भन्दाखेरि जसको जनताको सहभागिता सबैमा गोल मर्मल रूपमा पऱ्यो कि अलिकति स्पेसिफाई गरेर तपाईँले बढी जोड दिने कुराहरू के हो त्यसमा अब सपोर्टिङ कुराहरू त्योलाई अलिकति पोइन्ट वाइज जानुभयो भने
राम्रो हुन्छ कि भनौँ न त्यस्तो किन कुरा त सबै कुरा आयो होइन भनौँ न हाम्रो के भन्नु सबै कुरा जोडिएर आयो क्या त्यसलाई के भने त्यसलाई अलिकति भनौँ न यसको एउटा वातावरणीय पक्ष छ होइन भनौँ न एउटा पक्ष हो होइन जस्तो अहिले जनस्वास्थ्यमा पाएको असर छ यसो कुराले यसको वैकल्पिक कुरामा जस्तो अहिले सरले भन्नुभयो त्यसबाट उब्जाउ निकाल्न सकिन्छ मलको निकाल्न सकिन्छ रोपिङ गर्न सकिन्छ त्यो भन्ने कुरा त्यसले के छ भने कुनै कुरालाई तपाईँले त्यसलाई परिचय छ जुन पॉइन्टमा गयो भने तपाईँलाई पनि सजिलो हुन्छ के भन्न खोजेको कुरा हो होइन तपाईँ त्यसलाई चाहिँ अलिकति कुन पॉइन्टमा जानु हो भने अलिक प्रभावकारी हुन्छ त्यस्तो लाग्छ एक पार्ने ब्यारियरहरूमा टुरिज्ममा एउटा अर्थपूर्ण मानेको होला त्यसलाई थोरै अलिकति पोइन्टमा त्यसले गर्दाखेरि टोटल यहाँदेखि वातावरणमा भएर आकर्षण विकर्षण हुन्छ कि आकर्षण त्यो ढङ्गले भयो सबै चिज 5 मिनटमा सबै हुन्छ तर पनि बाहिर यो चिज हुन्छ भित्र आउने बिर्सिने छ तपाईँले तपाईँ चाहिँ दिमागबाट प्लानिङ चाहिँ यस्तो हुन्छ यो पोइन्टमा चाहिँ यो भन्छु यो भन्छु यो गर्छु र अर्को प्रोसेसिङ र रिसाइक्लिङ कुराले जुन साइन्टिफिक अन्यत्र कुरोहरूमा छ त्यसलाई त्यो कम्पोस्ट मल बनाउनेदेखि बाहेक अर्को नपुगेला त्यसको लागि भने गभर्मेन्टले नेपालमा अब धेरै चिज छ हेर्नुहोस् यहाँ अब सम्झौता पनि भएको छ तर कार्यान्वयन भइरहेको छ यहाँ हाम्रो धेरै समस्या छ किनभने जब अहिलेको छैन त्यो जबमा इन्भल्भ भने ट्रेड युनियनहरू छ त्यो हुनै दिँदैन कि त्यसले गर्दाखेरि हुनु अनिवार्य छ त्यो भएन भनेदेखि त सधैँ सेक्युरिटी भएर भोलि अरू खोल्नै पर्छ होइन हालैमा मात्र त्यो समस्या छ पुगेन नपुग्ने जो समस्या हुन्छ हामीले समस्याको दीर्घकालीन विगुण समाधान गरिदिनुको लागि चाहिँ यो चिज गर्नुपर्छ एउटा सोच्यो भने यस्तो अरू कुराहरूको बारेमा सोच्यो जस्तो मोडेलको अरू समस्याहरूको बारेमा आज राम्रो छ 5 मिनटमा सबै कुरा भन्छु भन्दा त्यो 5 मिनट भइँदैन होइन भन्नु है टक्क टक्क भयो भने फेरि अलिक सजिलो हुन्छ कि भरत सर हजुरबाट एक दुई शब्द त्यो चिरबाट हेरेको तपाईँले त्यहाँ तपाईँले बोल्ने अब यहाँ त दुई प्रकारको मान्छेहरू हामीले तपाईँको ध्यान चाहिँ जुन प्यानल हुन्छ त्यो प्यानलमा त्यहाँ कुनै प्रब्लम पर्दैन उहाँलाई बोल्नुहुन्छ तपाईँले जुन तरिकाले उभिनुभयो आफ्नो पोस्टहरू देखाउनुभयो र त्यही अघि सरले चाहिँ मात्रै आएको सुरुबाटै हात हाल्यो सुरुदेखि नै तपाईँले के भनेदेखि त्यो बान्ने तपाईँले त्यो रहेछ कि त्यो चाहिँ अलिकति अरू सुरुबाटै हात नहल्लाओस् बिचमा गएर कहिले कहिले हात हल्लाउने र अनि कन्टिन्युस पनि गर्न नपर्नुहोस् तपाईँले बानी भयो त्यसलाई स्टेप गरेर गर्नुहुन्छ अब यो छोटो समयमा सोध्नु सक्ने कुराहरू के भयो तपाईँ कहीँ विदेश जानु भएको छ ल अब यो बोलको चाहिँ कुरा भनेको के भने यो नेपालको मात्रै समस्या होइन संसारकै समस्या हो इन्टरनेसनल कुरा पनि तपाईँले जोड्नुभयो भने राम्रै हुन्छ र अरू ठाउँमा यसको समस्याहरू किन आउँदैन हामी यहाँ किन आइरहेको छ र के हो हाम्रो कारण सर के अरे ट्रेड युनियनको कारणले के हो रिजन के हो त्यो भन्ने कुरामा गएर तपाईँले नर्मल्ली यसको सोल्युसनमा तपाईँले अहिले ध्यान भएको थियो इन्डिभिजुअलको रोल के हुन्छ तपाईँले अघि चाहिँ भन्नुभयो आफ्नो फोन आफ्नो घरमा राखिदियो भनेदेखि सडकमा त जाँदैन नि त्यो घरबाट एक दिन त उठ्छ तर हाम्रो के भने घरबाटै ल्याएर सडकमै पाल्नुपर्ने जसले गर्दा प्रभाव टुरिज्ममा प्रभाव भयो स्वास्थ्यमा प्रभाव भयो अरू कुराहरूमा इफेक्ट पऱ्यो त्यस्तो कुराहरू चाहिँ तपाईँले त्यसपछि त्यहाँबाट लोकल गभर्मेन्टले पनि बनाउनु पऱ्यो नगरपालिका भने चाहिँ नगरपालिकामा 25वटा वडा छ ललितपुर छ भक्तपुर छ ती वडाहरूले पनि केही गर्नु पऱ्यो यो त के भन्दाखेरि लाइभ डेली कारोबार हुने चिज हो फोहोर त दिनकाले नै आउँछ नि भनेपछि त्यो लोकल लेभलले पनि वाट दे क्यान डु अनि तपाईँले त्यसलाई सजेस्ट गर्नु सक्नुहुन्छ र त्यसपछि गएर अलिकति माथिल्लो लेभलमा प्रदेशमा जाने र त्यसपछि सङ्घमा जाने यो सबैको रोलहरू चाहिँ तपाईँले अलिकति चाहिँ अलिक भन्नुभयो भनेदेखि जति सकिन्छ त्यसलाई चाहिँ त्यो निराकरण गर्नको लागि तपाईँलाई सजिलो निराकरण त तपाईँले दिनैपर्छ र
तपाईँको प्रब्लम्स के हो र त्यो प्रब्लमबाट तपाईँले निराकरण कसरी गर्नुहुन्छ भन्ने कुरो तपाईँ जानुपर्छ। अब त्यसमा चाहिँ अझ तपाईँको कुनै इन्डिभिजुअल क्रिएटिभिटी आइडिया छ भने त्यसलाई पनि तपाईँले सघाउनु। ओभरअल इट वाज अ गुड प्रेजेन्टेसन। चारवटा कुरा जानेको हो। पहिलो प्रब्लम कज एफेक्ट सोल्युसन चारवटा ध्यान राख्नु। त्यसैमा आफूलाई यो भित्र जाँदाखेरि यो समस्या मैले यो विषय पाएँ यसै जाँदा चारवटा थ्याङ्क यू सर, थ्याङ्क यू पार्टिसिपेन्ट्स। यहाँलाई सरहरूले जुन टिप्सहरू दिनुभएको छ त्यो सबै खालको विषयको लागि लागु हुन्छ है। त्यो सरले जुन मर्जी भयो नि त्यसको कारण के हो, प्रब्लम के हो, सामान्यतया टपिक्स के हो भनेर पहिला क्लियर हुनु पऱ्यो। टपिक्सले के डिमान्ड गरिरहेको छ, त्यहाँ के चुनौतीहरू छन् भन्छ नि होइन, त्यहाँ त्यो काम गर्नलाई के समस्याहरू छन्, अनि त्यो कसरी गर्ने भन्ने कुराबाट सबै टपिक्सको लागि लागु हुन्छ। अब यति भन्दै अहिले अब विद्यार्थीले सुनौँ, त्यसपछि अनि फेरि हामी सोच्चरीमा समरी गरौँ। आउनु तपाईँ त सुन्ने मान्छे उता हुनुहुन्छ है अहिलेलाई, तपाईँले बोल्ने कुरा सुन्ने अडियन्स उता छ भन्ने सम्झिनु है। सुरु गरौँ। जयमाल आज भइरहेको कम्पिटेन्सी टेस्ट परीक्षणमा प्रस्तुतिको क्रममा मेरो भागमा नागरिक अधिकार र कर्तव्य भन्ने विषय परेको छ र यो विषयवस्तुमा म मेरो प्रस्तुतिकरणहरू अगाडि बढाउँदैछु। सबैभन्दा पहिले नागरिकका अधिकारहरू भनेको व्यक्ति जन्मेदेखि मृत्युपर्यन्त जीवन बाँच्नका लागि आवश्यक पर्ने अधिकारहरू अन्तर्गत पर्दछन्। जस्तो कि मानव अधिकार एकातर्फ हो भने यो मानव अधिकार एउटा विश्वव्यापी अवधारणा हो र यो विश्वव्यापी रूपमा मान्छेले बाँच्नका लागि पाउनुपर्ने अधिकारभित्र समेटिएको हुन्छ। यसलाई नागरिकका एउटा अधिकारभित्र लिन सकिन्छ भने अर्को देशको शासन व्यवस्था, शासकीय प्रणाली र प्रचलित कानुनले तोके बमोजिम प्रदान गरिने मौलिक अधिकारहरू यो पनि राज्यले व्यवस्था गरेको हुन्छ र यो पनि नागरिकका अधिकारहरू अन्तर्गत पर्दछन्। र नागरिकका अधिकारको कुरा सँगसँगै कर्तव्यका कुराहरूलाई जोड्दाखेरि चाहिँ राज्यले प्रदान गरेको अधिकार अथवा एउटा व्यक्ति अथवा एउटा मानिस भएर जन्मिसकेपछि उनले जन्मसिद्ध रूपमा प्राप्त गरेका अधिकारहरूलाई परिपालन गर्ने व्यक्तिमा भर पर्दछ र त्यो व्यक्तिले कसरी आफ्नो कर्तव्य आफूलाई दिएको अधिकारहरू आफूले प्राप्त गरेको अधिकारहरू निर्वाह गर्दछ भन्ने कुरा चाहिँ उसको कर्तव्यभित्र पर्दछ। र मानव अधिकारको कुरा गरिरहँदाखेरि यो एउटा विश्वव्यापी अवधारणा हो। यसमा यो पृथ्वीमा मानिस जन्मिने बित्तिकै उसले खान पाउने, लाउन पाउने, बाँच्न पाउने लगायतका अधिकारहरू प्राप्त गरेको हुन्छ भने मौलिक अधिकार अन्तर्गत हाम्रो नेपालमा हाल प्रचलित नेपालको वर्तमान संविधानले धारा 16 देखि धारा 46 सम्म नागरिकका अधिकारहरू भनेर मौलिक अधिकारहरूलाई व्यवस्था गरेको छ। ती अधिकारहरू हामी नेपालीले हाम्रो राष्ट्रको सीमाभित्र रहेर अथवा हामी नेपाली संसारको जुनसुकै ठाउँमा पुगेर पनि ती अधिकारहरूलाई चाहिँ भोगचलन गर्न पाउनु चाहिँ नागरिकको अधिकारहरू हुन्। र कर्तव्यको कुरा गर्दा अहिलेको प्रचलित संविधानले पनि हामीलाई अधिकार दिइसकेपछि नागरिकका कर्तव्यहरू यो हुन्छ नै भनेर धारा 48 मा स्पेसिफिक बनाएर 4वटा कर्तव्यहरू नै दिएको छ, जस अन्तर्गत राज्यले चाहेका बखत नागरिकले सेवा गर्नुपर्ने, त्यसैगरी सार्वजनिक सम्पत्तिहरूको सुरक्षा गर्ने र प्रचलित कानुन संविधानको पालना गर्नुपर्ने लगायतका रहेका छन्। त्यसैगरी यी अधिकार र कर्तव्यको कुरा गरिरहँदाखेरि मानौँ म एउटा प्रहरी कर्मचारी हुँ र
म प्रहरी कर्मचारी प्रहरी सेवामा आइरहँदाखेरि मैले राज्यले तोकेको कानुनले तोकेको नियमअनुसार तलब स्केल पाउँछु भन्ने कुरा, मैले त्यो पाउनु पर्दछ भन्ने कुरा मेरो अधिकारको कुरा हो भने मैले तलब स्केल तलब रासन खाइरहँदाखेरि चाहिँ समाजमा गएर नागरिकको जीवनको सुरक्षा गर्नु मेरो कर्तव्य अन्तर्गत पर्दछ। त्यति भन्दै आजको मेरो नागरिकको अधिकार र कर्तव्य